हामी परदेशीलाई पनि धेरै दुःख छ, जहाँ गए पनि सुख छैन। युरोप कन्ट्री भन्छौँ हामी, पोर्चुगल जान्छौँ, अन्य देशहरू जान्छौँ, त्यहाँ पनि हामी असुरक्षित हुन्छौँ। यो घटना रहेछ पोर्चुगलको। उहाँ एकजना नेपाली चेली हुनुहुन्छ र उहाँले काम गर्ने मार्केटमा चाहिँ एउटा चोर आउँछ चक्कु लिएर र चक्कुले काट्न खोज्दै मलाई पैसा दे नभए म तँलाई मार्छु आदि इत्यादिको कुराहरू गरेर धम्क्याउन थाल्छ र उहाँले अन्तिममा आफूले प्रतिकार गरेर आफू चाहिँ बच्नु भएको छ। विस्तृत कुराहरू के छ त उहाँको मुखबाट नै सुनौं र सबैजनाले सावधानी चाहिँ अपनाऊ। जहाँ भए पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो ख्याल गर्नु होला। आउनुस् यो भिडियोलाई एकैछिन हेरौँ है त। नमस्ते सबैजनालाई, म नानु थामी, दोलखा जिल्ला आलमपुर गाविस वार्ड नम्बर 6। वैदेशिक रोजगारको सिलसिलामा विगत 4 वर्ष अगाडिदेखि म चाहिँ पोर्चुगलको लिस्बन को अल्कान्त्रामा नेपालीको मिनी मार्कादोमा कार्यरत थिएँ। 3 वर्ष कम्प्लिट भएर रनिङ 4 वर्ष हुँदै थियो। अस्ति गत हप्ता भाइटिकाको दिन म चाहिँ काउन्टरमा थिएँ अनि एकजना चोर चाहिँ चक्कु ल्याएर सडनली चक्कु ल्याएर मलाई यसरी मुखमै पोइन्ट गरेर पैसा निकाल्छस् कि हान्दिम भन्ने टाइपले मलाई पैसा निकाल्ने पनि टाइम नदिकन मलाई चाहिँ ढोका थुनेर मेरो त्यो सटर पसलको ढोका पनि ड्यामड्युम थुनेर मलाई चाहिँ चक्कु देखाएर, यस्तो धारिलो चक्कु देखाएर हैन, धारिलो चक्कु देखाएर मेरो चाहिँ होस सबै उडेको थियो, म होसमा थिएन। अनि मलाई चाहिँ अब ढोका थुनेर मार्ने रहेछ, यसले मलाई पैसा दिने टाइम पनि भएन, अब मार्ने रहेछ, अब मेरो अन्तिम दिन रहेछ भनेर अन्तिम दिन पनि मैले मेरो परिवारलाई सम्झेँ। म बाँच्नुपर्छ, मैले प्रतिकार गर्नुपर्छ, मैले मेरो आत्मरक्षा गर्नुपर्छ भन्ने हिसाबले मैले त्यो चोरको काउन्टरबाट निस्किने स्पेस पनि एकदमै सानो थियो अनि मैले त्यो चोरको चक्कु भएको हात कसरी झ्याप्पै समात्न पुगेपछि अनि म चाहिँ बाहिर निस्किनुपर्छ, अब यसले मलाई मार्छ भन्ने हिसाबले चाहिँ मैले एउटा हातले चाहिँ यो हातले चाहिँ यसो त्यो चोरलाई मलाई नहान भन्ने हिसाबले यसरी रोकेर अनि अर्को हातले चाहिँ ढोका खोल्न सफल भयो। अनि त्यसले चाहिँ मलाई चोरले चाहिँ मलाई एउटा यो बुढी औँला नै सबै चट्टै पारेको छ, थोरै मात्रामा मात्रै यो छिन्न बाँकी छ अनि यो बिचको औँलामा। अनि त्यसपछि यहाँ काट्यो, चक्कुले हान्यो अनि त्यो पनि अनि म कसरी म बाहिर निस्किन सफल भएँ। अनि बाहिर निस्किन सफल भएँ, म बेहोस भएछु, बेहोसमा यताउता कराउँदै कोही पनि थिएन। अनि एकछिन पछाडि म धेरै कराएछु, रोएछु, मलाई थाहा नै भएन। अनि त्यसपछि पुलिस पनि बाटोमै रहेछ अनि बाटोमा 2 मिनेटमै पुलिस आयो, यताउताको मान्छेहरू जम्मा भएर अनि त्यसपछि मलाई एम्बुलेन्स बोलाएर चाहिँ हस्पिटल लगेको रहेछ। अनि त्यसपछि अब म चाहिँ एकदमै बेहोस अवस्थामा अनि मलाई चाहिँ यहाँ धेरै टाँकाहरू लगाएको छ। मैले चाहिँ यहाँनिर नुहाउन पनि सकेको छैन, बाथरुम पनि जान मिल्दैन, एक्लैले साथी चाहिन्छ अनि मलाई टेक केयर गर्ने मान्छे पनि छैन। मेरो साथीलाई बोलाएको थिएँ, उसको पनि स्वास्थ्य अवस्था ठिक छैन, मलाई टेक केयर गरेर बस्न उसको पनि समय छैन। अनि अब नेपाली मिनी मार्कादोमा काम गरेको, एकै ठाउँमा काम गरेको 4 वर्ष रनिङ भइसक्यो। अब के हुन्छ थाहा छैन, मलाई चाहिँ एकदमै गाह्रो भइरहेको छ, प्यान भइरहेको छ। तपाईहरुले पक्कै भिडियो हेरिसक्नु भएको छ। म फेरि पनि भन्छु, जति पनि देशभन्दा बाहिर देशमा हुनुहुन्छ, म जस्तै परदेशी हुनुहुन्छ, तपाईहरुले आफ्नो ख्याल राख्नु होला दाजुभाइ तथा दिदीबहिनीहरू, र यो भिडियोलाई जति सक्दो शेयर गरेर सबै सामु पुर्याइदिनु होला।